यसरी तपाईँलाई यो बस्तीको बारेमा के थाहा छ? यहाँको हिस्ट्री चाहिँ मलाई पुरै थाहा छ होइन, कतैदेखि हुर्केको ठाउँ हो यहाँ वरपर। यहाँ चाहिँ अब पुलिसै गायब भएको भन्ने सुनेको थियो जमानामा चाहिँ। अब तपाईँको सबभन्दा बिग्रेको पनि अब यो कपनहरूमा अब यो एउटा बस्ती छ, अनि अर्को पनि छ एउटा यता एकता बस्ती भन्ने छ, त्यो पनि छ एउटा। अब यो बस्ती त गयो, अब त्यो पनि बाँकी छ। जे होस् यो बस्तीमा अब डेन्जर थियो भनौँ न, मान्छेहरू हिँड्ने पनि अलिकति 5-6 बजेपछि पहिला आजभन्दा 10-15 वर्ष अगाडि हिँड्न पनि डराउँथ्यो भनौँ न। त्यो चाहिँ तपाईँको रोड पनि थिएन यहाँ पुरै, हेर्नु त देखाइदिन्छ। यहाँ रोड पनि पुरै थिएन, पहिला सानो खालको बाटो मात्रै गल्ली बाटो थियो, अनि पछि आएर रोड बनाएको हो। यो भित्रै अब घरहरू बेच्ने ओर्ने सबै भइरहेको ठाउँ हो। गुन्डागर्दी गर्ने मान्छेहरू धेरै बस्नु पनि यही हो। ठिकै भयो भत्किएर पार्क गर्नुपर्छ। सरकारले राम्रो गरे जस्तो लाग्यो। सरकारले खै राम्रो गरे कि नराम्रो गरे भन्नु, पुलिसको अझै धेरै दादागिरी चलिरहेको छ। फेरि अहिले एउटा पुलिस फेरि गायब होला जस्तो हामीले यस्तै बेहोरा गऱ्यो भने चाहिँ रिस कन्ट्रोल अहिले कन्ट्रोल रिस त मारिहाल्छ।